हामीले पटक पटक प्रयास गरेपछि सम्पर्कमा आएका दिपबहादुरले भनेका छन्, मैले पनि अरूबाट धोका पाएको छु, लिएको रकम फिर्ता गर्छु। पीडितको गुनासोका आधारमा तयार पारिएको यो रिपोर्ट हेर्नुहोस्। फागुन 21 गते हुने निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको चुनावी प्रचारमा संलग्न यी व्यक्ति हुन् लिखु तामाकोशी गाउँपालिका 1 रामेछापका 36 वर्षीय दिपबहादुर तामाङ। चुनावी प्रचारमा सक्रिय रहेका तामाङ विरुद्ध चाहिँ वैदेशिक रोजगारीको ठगी मुद्दामा पक्राउ पूर्जी जारी भएको तथ्य सार्वजनिक भएको छ। रोजगारीको प्रलोभन देखाएर लाखौं रुपियाँ ठगी गरेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन्। उनी विरुद्ध गत पुस 3 गते नै पक्राउ पूर्जी जारी भएको थियो। तर पक्राउ पूर्जी जारी भइसके पनि तामाङ खुल्लम खुल्ला चुनावी प्रचारमा सक्रिय रहेको पाइएको छ। तामाङले जापान पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा गोर्खाका गोविन्द बहादुर विकसहित पीडितहरूले गत मङ्सिर 14 गते वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै तामाङ विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। तामाङले ललितपुरको कुमारीपाटीमा निम एजुकेसन नामक कन्सल्टेन्सी सञ्चालन गरेका थिए। जापान पठाउने नाममा धेरैबाट रकम असुली गरेपछि उनले कन्सल्टेन्सी पनि 1 वर्ष अघि नै बन्द गरिसकेका छन्। जापानमा होटलमा काम लगाइदिने मासिक 2,10,000 सम्म कमाइ हुने आश्वासन तामाङले दिएको पीडितहरू बताउँछन्। 2 वर्ष बित्यो, न पीडितहरू जापान उड्न पाए, न तामाङले असुल गरेको रकम नै फिर्ता गरे। अहिले तामाङ पीडितहरूको सम्पर्कमा समेत आउँदैनन्। गोर्खाका गोविन्द बहादुर विकबाट उनले 13,50,000 असुल गरेका छन्। विदेश जान ऋण लिएर बुझाएको रकम डुबेपछि गोविन्द तनावमा परेका छन्। सिधा कुरा जनतासँगको सम्पर्कमा आएका विकले त्यही रकम डुबेका कारण आफ्नो पारिवारिक सम्बन्ध पनि बिग्रने अवस्थामा पुगेको दुखेसो पोखेका छन्। लागत लाग्ने 8 लाख अनि सेलरी हुन्छ 180बाट 210 सम्म। अनि तपाईँको होटेल लाइनमा चाहिँ काम लगाइदिन्छु भनेर तपाईँको गर्दा गर्दा अहिले हामीलाई हुँदा 14 लाखसम्म मेरो आफ्नो 13.5 लाख रुपियाँ दिएर अहिले 2 वर्ष भयो। 2024 फेब्रुअरी 7 तारिकमा पैसा हालेको सुरुमा र अहिलेसम्म पैसा हालिदिएको तपाईँको यत्रो वर्ष हुँदा पनि मान्छेलाई पठाएन। सिओमा त निकाले, फेरि रिअप्लाई गर्दैछु भनेको तपाईँको 2025 डिसेम्बरमा एप्लाई गरिदिएको छु भनेको अहिलेसम्म त्यो अत्तपत्तो छैन। मान्छे सम्पर्क नम्बर फेसबुकमा अनफ्रेन्ड, कार्यालय बन्द भएको तपाईँको 1 वर्ष ठ्याक्कै भयो। र तपाईँको व्हाट्सएपमा खालि अनलाइनमा हल्का कुरो गरेर हुन्छ म गर्छु उताबाट पैसा आएपछि भन्नुहुन्छ। उता कुरा गर्दाखेरि मलाई पैसा पाएन, मेरो जिम्मेवारी होइन, मैले काम गर्दै गयो, मैले एप्लाई चार्ज लिन्छु, अरू मलाई थाहा छैन, अरू पैसा उठाने लाग्यो। ऋण लिएर अहिले ब्याज तिर्न सकेन। अब अहिले आफैले समाउने स्थिति भइसक्यो ऋण तिर्न नसकेपछि। बाजुराका नरेन्द्र ओली पनि तामाङबाट ठगीमा परेका छन्। तामाङले उनीबाट 14 लाख रुपियाँ असुल गरेका छन्। तामाङले किस्तामा रकम फिर्ता गर्छु भन्दै बाचा गरेका थिए, तर अहिलेसम्म पनि आफ्नो बाचा पूरा गरेका छैनन्। ऋणमै लिएको रकम डुबेपछि अहिले ब्याज समेत तिर्न नसक्दा ओली घर फर्किन सकेका छैनन्। ऋण दिनेहरू भने अहिले दिनकै घर धाउने गरेको उनी बताउँछन्। तामाङकै कारण आफू बिलख बन्दमा परेको ओली बताउँछन्। प्रहरीबाट समेत सहयोग नपाएपछि केही सिप नलागेर मिडियासम्म आउनु परेको उनको भनाइ छ। प्रशासनमा गयो, प्रशासनले हेलचक्राइ गर्छ। हेर्दै हेर्दैन एउटा त केस यताबाट उता जान्छ, उताबाट यता जान्छ, यताबाट उता जान्छ। अब लास्ट अन्तिम उपाय भनेको यही मिडियामा आउने उपाय हो कि यो मिडियाको थ्रोबाट अब केही गर्दा उसले चाहिँ मिडियाको यो न्युजहरू हेरेर उसको मन पनि होला नि त केही, ल हामीले यसको यस्तो भयो, घर परिवार यस्तो समस्यामा परेछ भनेर के समस्या बुझेर उसले कन्ट्याक्टमा आउँछ कि भनेर यो स्थानसम्म आएको कि अहिले उहाँलाई जसरी हुन्छ जो स्थानमा हुनुहुन्छ अहिले चाहिँ जता हुनुहुन्छ उहाँ यो टेलिभिजन हेरिसकेपछि हाम्रो कन्ट्याक्टमा आएर आफ्नो जिम्मेवारीका साथ कति पैसा लिएको थियो, अब त ऋण त अब ब्याजकै ठाउँमा छ, सामा त हामीले पाउनु पर्यो नि, सामा त ऋण तिर्नु छ, घर परिवार पनि हामीबाट टाढा छ, त्यो ऋण सम्झिँदा त मुटु त जल्छ नि त अहिले। अब कसरी तिर्ने, घर परिवार कसरी मिलाउने, गाउँ समाज कसरी मिलाउने, गाउँलेको एक एक गरेर ऋण लगेको छ, अब कसरी तिर्ने, घरमा आइसके मान्छे माग्न। पीडितहरूले आफूले बुझाएको रकम फिर्ता गरिदिन आग्रह गर्दा तामाङले गर के गर्ने हो, मसँग सुको छैन भाइ, अब मलाई मार्ने कि के गर्ने हो गर्दा हुन्छ भन्दै रिप्लाई दिने गरेका छन्। यो व्हाट्सएप मेसेज हेर्नुहोस्। व्हाट्सएप मार्फत कहिलेकाहीँ सम्पर्कमा आउने गरेका तामाङले एमालेको राजनैतिक पहुँचको आडमा धम्की दिने गरेको पीडितहरूको गुनासो छ। त्यो हुन्छ खालि उसको चाहिँ एउटा के छ भन्दाखेरि खालि पावरको र उसको नेता सम्बन्धीको घमण्ड मात्र निकाल्छ। गर्छ जहाँ जे गर्छ तैँले सकेको गर, ल भिड्ने भयो भिड भनेर उसले त्यस्तो खुलमखुला भन्छ क्या। दर्शकहरू, ठगीको आरोप लागेका निम एजुकेसन कन्सल्टेन्सीका दिपबहादुर तामाङसँग यस विषयको जवाफ लिएका छौँ, यो सुन्नुहोस्।
दिपबहादुरजी तपाईँ कहाँ हुनुहुन्छ अहिले? तपाईँलाई खुब मजाले धुमधामका साथ चुनाव लागिरहेछ होइन? चुनाव आउने पिरा छ सर, चुनावको त कुरै छोड्नु न सर। तपाईँले ठगी गरेका मान्छे रोइरहेछन्, तपाईँ भने मजाले चुनाव प्रचार गरेर हिँडिरहनु भएको छ। अर्कोतिर पक्राउ पनि जारी छ, तपाईँलाई पुलिसले पनि समात्दैन होइन? होइन त्यस्तो होइन हजुर, अब मैले हजुरले भने नि अब सबै यो समस्या भएको कारणले अब अलिकति मन परिवर्तन नमाइछु। जापान पठाउने भनेर त्यत्रो लाखौँ रुपैयाँ असुल्नु भयो, न जापान पठाउनु भयो न त पैसा फिर्ता गर्नुहुन्छ। किन यसो गर्नुभएको? अहिले दुईजना हाम्रो सम्पर्कमा आएका छन्, 20औं जनालाई यस्तै बिचल्लीमा पार्नु भएको छ रे तपाईँले। होइन यस्तो छ, उहाँहरूले तपाईँले त्यो भन्नुभयो, तपाईँले भन्नु मलाई भन्नु ठिकै हो सर। तर तिनीहरूको चाहिँ के हो भने जस्तो म चाहिँ तपाईँ यहाँ एउटा मिडिएटर भएछ, किनकि उहाँहरूको उता जापानमा चाहिँ कुरा भइरहेछ। तैपनि के छ भने अब सबै त्यो अमाउन्ट गएको त्यो त सबै उहाँहरूलाई थाहा छ। तैपनि मैले चाहिँ के छ बिचमा सहजीकरण गरिदिन्छु भने मैले पछिल्लो समय चाहिँ उहाँहरू उता सिधै कुरा गरिरहनु भएको छ फेरि। अनि तैपनि मैले बिचमा बसेर सहजीकरण गरिदिन्छु। किनभने गोविन्द विज्ञसँग चाहिँ अहिले भर्खर नै मेरो वाट्सएपमा कुरा भएको थियो हजुर। अनि किनकि यसमा चाहिँ के छ भने अब म पनि तपाईँको यही हिसाबले त भिक्टिम नै पढाए हो। त्यही कारणले हजुरलाई चाहिँ मैले नि सबै यो डकुमेन्टहरू चाहिँ रेडी गरेको छु उताको। तिनीहरूले किनकि मसँग एउटा कुरा तिनीहरूसँग एउटा कुरा गरिरहेछ, क्यान्डिडेटसँग एउटा कुरा गर्छ, मसँग एउटा कुरा गर्छ कि तपाईँ। तपाईँको खातामा पैसा जम्मा भएको छ, तपाईँ विरुद्ध पक्राउ पर्ची जारी भएको त थाहा छ नि? होइन सबै थाहा छ मलाई। तपाईँ उहाँहरूसँग कोर्डिनेसन गर्दा गर्दा उहाँहरू उता एउटा कुरा गर्ने अनि उताको कुरा मलाई नभन्ने, किनकि मैले ल यस्तो गरेको छ यिनीहरूले भनेर उता पनि मैले यिनीहरूलाई नै अपडेट गर्छु। होइन, तपाईँको कन्सल्टेन्सीबाट प्रोसेस गरिसके पछाडि तपाईँले पठाउने कि नपठाउने त्यसको जिम्मा तपाईँले लिने हो कि होइन? होइन अहिलेसम्म त रेस्पोन्स गरिरहेको, तपाईँको रेस्पोन्स नगरेर रेस्पोन्स मात्र गरेर हुन्छ? तपाईँको म्यासेज हेरियो, गर्न सके गर, 1 सुको पैसा छैन, मार्ने बेमार भनेर तपाईँले त्यस्तो हिसाबले पनि म्यासेज गर्नु भएको छ। त्यत्रो ऋण लिएर तपाईँलाई पैसा बुझाएको छ अनि ती मान्छेहरू चाहिँ नि त्यत्तिकै मर्ने अवस्था त ती मान्छेहरूको भयो त्यो। होइन त्यो समस्या म पनि बुझ्छु, उनीहरूको ठाउँमा भए मैले त्यही गर्थेँ होला। किनकि मैले चाहिँ के छ भने उनीहरू समस्यामा पर्नु भनेको म पर्नु बराबर हो। त्यही कारणले मैले चाहिँ सहजीकरण गरिदिन्छु। तिनीहरूको काम छिटो भन्दा छिटो उता पनि तपाईँ कसरी हुन्छ तिनीहरूलाई नै मैले अब प्रोसेस अगाडि बढाएको छु। जसरी हुन्छ कसरी बिग्रियो काम भन्नु त कहाँ अड्केको छ? तपाईँले पैसा कहाँ दिनुभएको छ? त्यो पैसा सबै उतै गएको तपाईँको। उहाँहरूले सोध्नुहोस् तपाईँले होइन, अथवा म उहाँहरूसँगै बसेर तपाईँ कहाँ अगाडि कुरा गरौँला। कता गएको, कसलाई पठाएको? जापानमा तपाईँको सृजना पुन भन्नेले पठाएको सबै। सृजना पुन भनेको को? त्यही जापानमा हुने व्यक्ति हो। त्यो मेन मान्छे चाहिँ उयो, उसले पहिलेदेखि त्यस्तै काम गर्छ। होइन उसले चाहिँ उता बसेर काम गर्ने एकजना बङ्गालीसँग चाहिँ जापानमा चाहिँ 2-3टा कम्पनीसँग उसले सहकार्य गरेर काम गर्ने उसले। अनि किन काम भएन त? उनीहरूलाई किन पठाउन सक्नु भएन त? कुरो कहाँ बिग्रियो? कुरो के हो भने तपाईँको हामीले यहाँबाट अन टाइममै काम गर्यो, तर बिचमा विविध कारणले गर्दा उताबाट तपाईँको डकुमेन्ट पठाइएन। डकुमेन्ट नपठाइसकेपछि यहाँ तपाईँको डेट जुन त्यो सिओएको डेट एक्सपायर भइसकेपछि फेरि उनीहरूले के गर्यो भने हामी रिएप्लाई गरिदिन्छौँ, पैसा सबै हाल्नुहोस् भन्यो। अनि सबै पैसा हामीले उता पठायौँ। अनि तपाईँको लगभग 1 इयर नै क्रस भइसक्यो, उनीहरूले रिजल्ट पनि दिनु सकेन। रिजल्ट दिनु सक्दैन भने पैसा चाहिँ रिटर्न गर्न भन्दाखेरि तपाईँको होइन रिजल्ट नै आएको छैन, रिजल्ट आउँछ तिमीहरूको काम हुन्छ, अहिले सबै कामहरू ढिलो भइरहेछ भनेर उहाँहरूले अहिलेसम्म आश्वासन दिइरह्यो। र क्यान्डिडेटसँग नि कुरा भएको र क्यान्डिडेटसँग चाहिँ पछिल्लो समय के भएछ भने उहाँले के गाली गलाई चाहिँ के गरेपछि उहाँले बिचमा ब्लक नै गर्नुभएछ उहाँहरूलाई। अनि फेरि पछि मैले तपाईँ उहाँको अर्को नम्बर पत्ता लगाएर उहाँसँग कन्ट्याक्ट गराएर क्यान्डिडेटसँग यो नम्बरमा कुरा गर्नु भनेर नम्बर पनि मैले उपलब्ध गराइदिएँ। अनि पछि अब तपाईँ अहिले चाहिँ नि हामीसँग यसरी चाहिँ नि सानो स्वरमा बोलिरहनु भएको छ, तर पीडितहरूले फोन गर्दाखेरि तपाईँ धम्काउने, राजनैतिक पहुँचको आडमा चाहिँ नि थर्काउने गर्नुहुन्छ अरे? होइन यस्तो छ सर, तपाईँ उनीहरूलाई मैले तपाईँको के छ भने उनीहरूले तपाईँको तपाईँले भन्नुभयो होला, किनकि जो मान्छेले नि के छ भने अब सत्यता बोल्नको लागि चाहिँ मैले फलानाले यस्तो गरेँ ढिस्कानाले यस्तो गरेँ भन्ने हो। किनकि वास्तविक चाहिँ के हो भने तपाईँको मैले उहाँहरूले तपाईँको मलाई केही नभनिकन म त्यतिकै मान्छेले उ गर्दिनँ हजुर, किनकि म पनि बुझ्ने मान्छे हो र मान्छेको समस्या बुझ्छु। तर यसपालि चाहिँ के भने खै त समस्या बुझेको? 2 वर्ष भयो तपाईँलाई पैसा बुझाएको, मान्छेको घरमा दिनदिनै ऋण दिने मान्छे ढोकामा आइरहेको छ, घर जाने सक्ने फर्किन सक्ने परिस्थिति छैन, मान्छेको सम्बन्ध बिग्रिसक्यो, श्रीमतीसँग सम्बन्ध बिग्रिएको छ, बाबुआमासँग सम्बन्ध बिग्रिएको छ, यही हो तपाईँले बुझेको अहिलेसम्म? अनि यस्तो हो मैले लिएर तपाईँको उहाँको चाहिँ मैले काम नगरेर काम गरेकै होइन नि? काम गरेको भए त उहाँहरू त जापान पुगिसक्नुहुन्थ्यो नि। पैसा तपाईँको खातामा बुझा हो, तपाईँको कन्सल्टेन्सीलाई विश्वास गरे हो नि उहाँले, होइन? विश्वास गरे हो, उहाँहरूको सिओ नि आयो। पछि तपाईँको विविध कारणले गर्दा उहाँहरूको 3 महिने भनेपछि 90 दिनको डेट एक्सपायर भएपछि फेरि रिएप्लाई गर्छु भनेर जापानबाट रिएप्लाई गरेको पेपरहरू नि उहाँलाई पठाउनु भयो। तर बिचमा तपाईँको के हो भने हरेक समस्या आयो, ढिलो भयो, रिजल्ट आउन ढिलो भयो भने अस्ति भर्खर मेरो तपाईँ 13-14
महिनामा बल्ल तपाईँ 2-3जनाको रिजल्ट आयो, काम चाहिँ भइरहेछ, तपाईँ काम नभएको होइन। तर कामै नहुने हो भने तपाईँको उनीहरूले पनि हाम्रो सर्भिस चार्ज सटेन काटेर पैसा फिर्ता गर्छु भनिरहेको छ। उनीहरूले पनि तपाईँको उहाँहरूलाई जापान जानु पनि छैन, त्यो आफूले लिएको ऋण तिर्नुपर्ने छ, ब्याज पनि बढेर कति भइसक्यो, तपाईँले पैसा कहिले फिर्ता गर्ने? ल भन्नुहोस् त, यो रेकर्ड रहन्छ हाम्रो। भनेपछि आज तपाईँको 24 तारिक होइन सर? हजुर। अब के हुन्छ भने अब टाइम जस्तै मैले हजुरसँग बोलेपछि उता नि मैले त्यही हिसाबले कोर्डिनेसन गरेर उहाँले तपाईँले त यहाँ बोल्नु पर्यो, यो रेकर्ड हुन्छ, आज प्रसारण पनि हुन्छ सर। त्यही त नि, अब त्यो नगर्नु, किनकि म्याक्सिमम 15 डेजमा तपाईँको उहाँहरूको त्यो केसमा जसरी हुन्छ सल्टाइदिन्छ। 15 डेजमा तपाईँले सल्टाउनुहुन्छ, 15 डेज पछि हामी फेरि यो विषयलाई प्रसारण गर्छौँ। हजुरले मैले के अनुरोध गरेँ भने 15 डेजमा उहाँहरूको काम सल्टाएर हजुर कहाँ चाहिँ अथवा मैले नै हजुरलाई कल गर्छु, ल सर मैले सल्टाइदिएँ भनेर, त्यसपछि तपाईँ हामी बसेर सरसल्लाह गरौँला सर, किनकि मेरो पनि त्यस्तो कामहरू धेरै छ, तपाईँ मार्फतै सरसहाय गर्नुपर्ने हुन्छ। मैले पनि त्यो पैसा फिर्ता गर्नुहोस्, अरू हामीलाई केही पनि थाहा छैन है। ल हस् हस्। दर्शकहरू, 15 दिन पछाडि यो विषयलाई फलोअप पक्कै पनि गर्नेछौँ। अहिलेलाई हामी यो विषयमा यति नै भन्न चाहन्छौँ।